प्रतिद्वन्दी इटलीसँग लज्जास्पद हार बेहोर्न पुगेको छ। यो हारसँगै नेपाली टोली जारी टी20 विश्वकपको समूह चरणबाटै आउट हुने पक्की भएको छ। आइसिसी वरियतामा नेपाली टोली 16औं स्थानमा छ, इटली भने 10 स्थान तल 26औं स्थानमा छ। तर इटलीले जित निकालेको छ, नेपाली टोली भने लज्जास्पद हार बेहोर्न पुगेको छ। नेपाली टोलीलाई सपोर्ट गर्न हजारौं नेपाली क्रिकेट समर्थकहरू मुम्बई स्थित वानखडे मैदानमा पुगेका थिए। वानखडे मैदानमा पुगेर नेपाली समर्थकहरूले नेपाली क्रिकेट टोलीको जितको कामना गरिरहेका थिए। तर नेपाली क्रिकेट टोलीले भने आफ्ना समर्थकहरूलाई निराश बनाएको छ, आफ्ना समर्थकहरूलाई दुखित तुल्याएको छ। जारी टी20 विश्वकपमा नेपाली टोलीले पहिलो खेलमा इङ्ल्यान्डलाई कडा टक्कर दिएको थियो। इङ्ल्यान्डलाई झन्डै जित्न पुगेको नेपाली टोलीको प्रदर्शनलाई देखेर विश्व क्रिकेटका दिग्गज खेलाडी, विश्लेषकदेखि कमेन्टेटरहरूले मुक्त कण्ठले प्रशंसा गरेका थिए। तर त्यो प्रशंसामै सीमित भएको छ। केही दिनकै अवधिमा नेपाली टोलीको आलोचना हुन सुरु भएको छ। क्रिकेट विश्लेषकहरूले, क्रिकेट खेलाडीहरूले यसअघि नेपाली टोलीलाई आफ्नो फेभरेट बताउँदै आएका थिए। तर नेपाली टोलीमाथि जसरी इटली हावी बन्यो, अबदेखि भने उनीहरू इटलीको जुझारुपनको प्रशंसा गरिरहेका छन्। इटलीका खेलाडीहरूले मैदानमा जुन किसिमको आत्मविश्वास नेपाली टोली विरुद्ध देखाए, त्यसको चौतर्फे चर्चा र प्रशंसा गरिरहेका छन्। दर्शक महानुभावहरू, एउटा चर्चा गर्नुपर्ने विषय के छ भने नेपाली टोली इटली विरुद्ध कुनै सामान्य तवरले हार बेहोर्न पुगेको होइन, कुनै सम्मानजनक हार बेहोर्न पुगेको होइन, अत्यन्तै कमजोर हार बेहोर्न पुगेको हो, लज्जास्पद हार बेहोर्न पुगेको हो। नेपाली टोलीले पहिले ब्याटिङ गर्दै 123 रन बनाएको थियो।